अहिलेको टाइममा तपाईहरुले नेपालमा चाहिँ हाम्रो सोशल मिडिया प्लेटफर्महरु फेसबुक भयो युट्युब भयो यिनीहरु ब्यान हुन लागेको न्यूज चाहिँ सुन्नु भएको होला। तर अब तपाईहरुलाई चाहिँ त्यसको कुनै मतलब लागेको थिएन होला। मेन मतलब भनेको चाहिँ धेरै जनाले फ्री फायर नै ब्यान हुन लागेको हो र दाइ भनेर पनि सोध्नु भएको थियो। हिजोको भिडियोमा अब एक दुई जनाले चाहिँ फेसबुक ब्यान भइसकेपछि मेरो आईडी त फेसबुकबाट खोलेको छ दाइ, अब फ्री फायर पनि मैले खेल्न मिल्दैन यताउता सोध्नु भएको थियो। खासमा यो मेन कुरो भनेको चाहिँ के हो र अब साँच्चै ब्यान हुन लागेको हो कि होइन र ब्यान भयो भने हाम्रो फ्री फायर आईडी चाहिँ खुल्छ कि खुल्दैन त्यसको बारेमा चाहिँ म आजको भिडियोमा कुरा गर्ने छु। अलिकति काम लाग्ने खालको भिडियो छ, त्यही भएर भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको नोटिफिकेसन आइकनलाई पनि अन राखिदिनु होला। सबभन्दा पहिला चाहिँ अब फ्री फायर नेपालमा ब्यान होला त यसको बारेमा कुरा गरौँ। नेपाल सरकारले अहिलेको टाइममा कुनै पनि गेमहरूलाई चाहिँ टार्गेट गरेको छैन। मेन भनेको चाहिँ सोशल मिडिया प्लेटफर्महरु फेसबुक भयो, ट्विटर भयो, व्हाट्सएप भयो यिनीहरूलाई चाहिँ टार्गेट गरेको हो। यसको ब्याक स्टोरी चाहिँ के हो भने नेपाल सरकारले मार्च 20 तारिकको दिन मतलब एक महिना अगाडि चाहिँ एउटा नोटिस निकालेको थियो। यो नोटिसमा चाहिँ सबै सोशल मिडिया प्लेटफर्महरु चाहिँ नेपालको कानून अनुसार नेपालमा दर्ता हुनुपर्ने भनेर भनेको थियो र यो दर्ता हुनको लागि चाहिँ नेपाल सरकारले एक महिनाको टाइम दिएको थियो। मतलब वैशाख 7 गतेसम्म चाहिँ यो दर्ता भइसक्नु पर्ने थियो। आज चाहिँ अब वैशाख 8 गते भइसकेको छ र नेपाल सरकारले यो सबै प्लेटफर्महरुलाई चाहिँ एकचोटी फेरि अन्तिम मौका दिने भएको छ। 7 देखि 15 दिनको टाइम चाहिँ थपिदिन्छ होला र त्यो टाइममा चाहिँ यो प्लेटफर्महरु दर्ता भएन भने यो प्लेटफर्महरु चाहिँ ब्यान हुन सक्छन्। र अब यो प्लेटफर्महरु ब्यान भयो भने चाहिँ हामी सबै फ्री फायर प्लेयरहरुलाई चाहिँ गाह्रो हुन सक्छ, किनभने हाम्रो आईडी भनेको चाहिँ कि त फेसबुकबाट हुन्छ कि त नभए ट्विटरबाट हुन्छ कि त अब गुगलबाट बनेको हुन्छ। गुगल चाहिँ अब हतपति ब्यान हुँदैन होला, त्यो पनि अब भन्न सकिँदैन, नेपाल सरकारको कुरा हो। सकेसम्म अब यो कुरा चाहिँ सहमतिमै जान्छ होला, प्लेटफर्महरुले दर्ता गर्छन् होला, नभए नेपाल सरकारले केही नियम ल्याउँछ होला, झ्याप्पै ब्यान चाहिँ गर्दैन जस्तो लाग्छ। तर इन केस बन्द नै भयो र तपाईहरुको आईडी चाहिँ लगइन छ भने तपाईहरुलाई त्यस्तो गाह्रो पर्दैन होला। तर तपाईहरुको आईडी चाहिँ अब लगइन गर्नुपर्ने छ, फेसबुकसँग कनेक्ट गर्नुपर्ने छ भने चाहिँ तपाईहरुलाई गाह्रो हुन्छ। र अब यस्तो केसमा चाहिँ तपाईहरुले VPN युज गर्नुपर्ने हुन्छ। VPN युज गरेर तपाईहरुले आफ्नो फेसबुकसँग चाहिँ आईडी कनेक्ट गराउन पर्ने हुन्छ, पछि VPN अफ गर्न पनि मिल्छ होला। अहिले नै अब यस्तो केस पुग्ला भनेर चाहिँ भन्न सकिँदैन, इन केसको कुरा हो। अब ब्यान भइहाल्यो भने त्यो बेलामा उपाय पनि खोजौँला, म भिडियो हाल्ने नै छु। केही न केही जुगाड त्यो बेलामा लागिहाल्छ। अहिले चाहिँ अब हामी पोजिटिभ नै सोचौँ कि त अब यो सबै प्लेटफर्महरुले चाहिँ नेपालमा आएर दर्ता गरोस्, त्यो भयो भने पनि राम्रो, नभए नेपाल सरकारले यो वाला नियम हटाइदियो भने झनै राम्रो। अब जे पनि हुन सक्छ, अहिलेको टाइममा चाहिँ केही भन्न सकिँदैन। तपाईहरु पनि यो टपिकमा चाहिँ केही पनि टेन्सन नलिनु होला, जे होगा देखा जाएगा जुगाड लगाउला भनेर चाहिँ बस्नु होला। यो टपिकमा चाहिँ यो भन्दा बढी केही भन्नु पर्दैन होला। त्यसैले अब हामी नेक्स्ट टपिकतिर बढौँ। गेममा आउन लागेको नयाँ क्यारेक्टर अस्कारको लागि चाहिँ तपाईहरुले टोकनहरु कलेक्ट गर्न पर्ने हुन्छ र टोकनहरु युज गरेर तपाईहरुले अस्कारलाई चाहिँ पर्मानेन्टली अनलक गर्न मिल्छ। इभेन्ट चाहिँ अब 25 अप्रिलदेखि 11 मेसम्म चल्छ, मजाले निकाल्नु होला। त्यसैगरी 25 अप्रिलदेखि हाम्रो गेममा चाहिँ मिडनाइट एस भन्ने इभेन्ट चाहिँ चल्नेवाला छ। यो इभेन्टको थिममा बेस्ट भएर हाम्रो गेममा चाहिँ एउटा नयाँ हाइपरबुक आउनेवाला छ, एउटा खतरावाला इभो बन्डल पनि आउनेवाला छ। तर अब मेन भनेको चाहिँ तपाईहरुको नजर फ्री इभेन्टमा नै हुन्छ होला। फ्री इभेन्टको इन्टरफेसलाई तपाईहरु हेर्नु होला। नर्मल मिशन्सहरु कम्प्लिट गरेर तपाईहरुले टोकनहरु पाउन सक्नुहुन्छ। टोकनहरु युज गरेर तपाईहरुले यो प्रोग्रेस चाहिँ बढाउन पर्ने हुन्छ। प्रोग्रेस बढ्दै गए चाहिँ तपाईहरुले यहाँबाट रिवार्डहरु पनि पाउनुहुन्छ। यो चाहिँ अब मैले अगाडिको भिडियोमा पनि भनेको थिएँ, योसँग रिलेटेड एउटा अफिसियल भिडियो पनि निस्केर आएको छ। मैले आज तपाईहरुलाई देखाउन खोजेको पनि त्यही कुरा हो। तपाईहरु आफै पनि स्क्रिनमा हेर्न सक्नुहुन्छ, एकदमै खतरनाक खालको क्रेचर देखिन्छ यहाँनेरि चाहिँ। अब यो नयाँ कुरा चाहिँ के होला त, नयाँ बन्डल हो कि नयाँ कुनै क्रेचर गेममा आउन लाग्यो कि तपाईहरुलाई चाहिँ यो के लाग्छ तल कमेन्ट सेक्सनमा भन्न नबिर्सिनु होला। र आज चाहिँ मसँग खासै केही अपडेटहरु छैन, त्यही भएर भिडियोलाई चाहिँ अब धेरै लम्ब्याउने काम पनि गर्दिन। भिडियोलाई चाहिँ यहाँनेरि इन्ड गर्छु। फेरि अरु भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाइ बाइ।